हेलो नमस्ते अनि गुड मर्निङ सबैजनालाई। अनि आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज शनिबार बिहानै 5 बजी उठेर फुटसल गयो, त्यस पछाडि टक्क नुहाइधुवाइ गरेर हैन अब कपाल पनि पुरै चिन्डे हानेको छु हैन। गर्मी लाग्यो नि त धरानमा, त गर्मी भन्दा पनि पोहोर जस्तो त्यस्तो छिटो गर्मी चाहिँ लागेको छैन हैन। अनि चैत लागिसक्यो, अझै पनि हुस्से लागिरहेछ हैन। जाडो जाडै मौसम छ, यसपालिको मौसम चाहिँ एकदम चिल भयो भनौँ न। अनि यो बिहानीको समयमा टक्क अनि हाम्रो दीपक दाइसँग यता हुनुहुन्छ। मर्निङ दाइ। अनि दाइसँग आज हामी चाहिँ इटरी जाँदैछौँ एउटा विशेष कामले, अनि एउटा नयाँ प्रोजेक्ट अनि भनौँ न एउटा दाइको लागि थोरै मेरो तर्फबाट। अनि यसरी हामी जाँदैछौँ। अनि अहिले हामी 3 कुने पुगेको छौँ। अनि सबैजनालाई मेरो अब कन्टिन्यू आउने छ। मैले धेरै ग्याप गरेँ है, मैले मेरो भ्लगलाई कन्टिन्यू दिन सकिरहेको थिइनँ। धेरै कारणहरू छ, पछि भनौँला हैन, त्यो समय आए पछाडि। तर अहिलेको लागि चाहिँ हामी एकदम भ्लगमै अब च्याट्ट जानेछौँ। तपाईँहरूले साथ सपोर्ट दिनुहुन्छ भन्ने चाहिँ मैले एकदमै आशा गरेको छु। अनि हिजोको दिनमा पनि हजुरहरूको साथ सपोर्ट एकदम राम्रो थियो। अनि यो चाहिँ धरानको बाटो तपाईँलाई पनि थाहा छ हैन, एकदम राम्रो बनिएको छ अहिले। पुरै हुस्से लागेको छ यता। यसपालि त मौसम पनि हैन साइड चाहिँ यहाँबाट ठ्याक्कै ट्राफिक चेकपोस्टबाट हामी भित्र छिर्दैछौँ। बिहानीको यो सुन्दर शान्त मौसम इटरी एकदम राम्रो छ। अहिलेको लेटेस्ट भनौँ न, अहिलेको जस मार्केट एरियाहरू जस बस्ती बसाइको हिसाबले हेर्दाखेरि पनि एकदमै छिटो बस्ती विकास हुँदैछ। र विकासको हिसाबले पनि एउटा पूर्वाञ्चलको एउटा बिजनेस हब जस्तै नै बन्दैछ इटरी। $33,400 यो चाहिँ इटरीको हलगोडादेखि थोरै भित्र पर्ने ठाउँमा यहाँनिर हाम्रो एउटा नयाँ साइट सुरु हुन आँटेको छ। अनि यसको नक्साको कामदेखि लगेर सबै कुराहरू 14 फुटे बाटो अनि सबैतिर यो घर बनिसकेको छ। अनि यतातिर पनि घर बनिसकेको छ है, यो तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ तल एउटा सिधै गयो भने चाहिँ तल हाइवे पुगिन्छ भने यता भनेको चाहिँ पूर्व। अनि यहाँनिर दुईपट्टि नै घर बनिसकेको छ। अनि यो चाहिँ खाली जग्गा 10 दूर। अनि यहाँ चाहिँ 33 फुट 4 इन्ची मुख छ। अब हेरौँ यहाँ कस्तो डिजाइन बन्छ है त। लेट्स सी। ओके गाइस, थ्याङ्क यू। फाइनल्ली हामी हाम्रो साइड चाहिँ नापेर आएको छौँ। अनि झन्डै मोबाइल पनि फुट्यो। अनि जस जग्गा अलिकति के भन्छ मजाले हामीले नापेको छौँ। अनि अब त्यसमा डिजाइन कस्तो गर्ने भन्ने कुरा चाहिँ अब केही समय पछाडि तपाईँले देख्न सक्नुहुनेछ। अनि आई विल माई बेस्ट। अनि फर माई ब्रदर यता हुनुहुन्छ हाम्रो दाई ओनर चाहिँ। अनि टक्क जति सक्दो बेस्ट हुन्छ हैन। अनि त्यो डिजाइन गरेर अनि हामी लिगली कुराहरू है मेरो अफिसबाट है पिएमएन सुम्निमा इन्जिनियरिङ कन्सल्टेन्सीबाट चाहिँ तपाईहरुलाई लिगली कुराहरू कुनै पनि घर किन्दै हुनुहुन्छ, जग्गा किन्दै हुनुहुन्छ, घर बनाउँदै
आउँदै हुनुहुन्छ अनि यद्यपि प्रपर्टी सम्बन्धी कुनै पनि कुराहरू गर्दै यदि हुनुहुन्छ भने तपाईहरूलाई चाहिँ चाहिएको काउन्सिलिङ अथवा चाहिएको सरसल्लाह सुझाव के चाहनुहुन्छ त्यो कुरा चाहिँ तपाईहरूलाई एकदमै बेस्ट तरिकाले सहज तरिकाले तपाईहरूलाई भोलिको दिनमा कुनै पनि प्रपर्टी लिँदै गर्दाखेरि ब्याङ्किङ प्रायोजनदेखि लगेर विभिन्न कुराहरूमा कुनै पनि आउने समस्याहरूलाई हल गर्नको लागि चाहिँ म तत्पर छु है। मेरो फिल्ड पनि त्यही हो, विगत 10 वर्षदेखि आज यही फिल्डमा छु म है। अनि आज इटरीमा हाम्रो साइटको लागि आएको थियौँ अनि तपाईँहरूले हेर्दै हुनुहुन्छ। थ्याङ्क यू सो मच। अब हामी धरान पुगेर टक्क दाजुभाइ कफी खाने अनि कफीको चुस्की लिँदै अनि त्यस पछाडि हामी फेरि पनि छुट्नेछौँ अनि सियो है त गाइजहरू।